मान्छेहरू कम अन दिस इज लेले कान्ति लोकपथ हेटौँडा जाने बाटो पनि यही हो यो ठाउँलाई लेले भन्छ राम्रो भ्याली रहेछ यहाँबाट काठमाडौँको नजिकै यस्तो ठाउँलाई चाहिँ काठमाडौँको स्याटेलाइट सिटी जस्तो बनाएर डेभलप गर्नुपर्छ अलिकति सस्तोमा जग्गा चाहिएको छ तर भ्यालीमै अफोर्ड गर्न गाह्रो भइरहेछ भने दिस क्यान बी द राइट प्लेस फर यु भेरी नाइस भ्यू होइन काठमाडौँबाट नियर बाई लोकेसन आई एम नट अ रियल इस्टेट ब्रोकर दो है बाई द वे यहाँ मन्दिर रहेछ सानो यहाँ अर्को एउटा मन्दिर छ भन्ने सुन्नमा आएको पुरानो बिल्डिङ्सहरू पनि रहेछ यहाँ सायद पुरानो अलिकति यसको हिस्टोरिकल सिग्निफिकेन्सहरू केही डेफिनेटली होला बाटो चाहिँ कतै 4 लेन कतै 2 लेन पनि टाइट छ कतै एक लेन मात्रै छ सिंगल लेन भेरी कम्प्लिकेटेड यो घरको अगाडि 1 लेन रहेछ पहिला एक सानो बाटो रहेछ हिस्ट्री यहाँको यो गाउँहरू चाहिँ अलिक पातलो पातलो बस्दै रहेछ है यो लेलेमा यहाँ चाहिँ टनेलबाट कस्तो राम्रो राम्रो तरकारीहरू उत्पादन हुने रहेछ अहिले किन्नुपर्छ होला थोरै किन्नुपर्छ लुक्स गुड हप्तामा एक दिन प्रकृतिको नजिक फ्रेस पनि हुने तरकारी पनि किन्ने हो भने चाहिँ दिस इज द राइट फ्रेस र अर्ग्यानिक पाउँछ भने द्याट इज राइट चोइस अहिले अर्ग्यानिक चाहिँ नहुन पनि सक्छ जताकतै अर्ग्यानिक मिन्स अब लेस उ भनौँ न एटलिस्ट त्यो यहाँबाट बेच्दा कालीमाटी गएर त्यो गराएर पठाएको भन्दा यहाँ चाहिँ प्लटिङ पनि रहेछ एज आई अलरेडी सजेस्टेड कि यहाँनिर जग्गा किन्ने घर किन्ने बनाउने गर्नलाई चाहिँ मिनिमम बजेट हो भने चाहिँ यता आएर जग्गा किनिराख्दाखेरि लङ टर्ममा फाइन भन्ने कुरा हो यहाँ पुरानो पुरानो घरहरू पनि रहेछ नयाँ घरहरू पनि रहेछ के हो यो तिर्लङसँग मान्छे घुम्न आयो यहाँ त लेलेमा त केही रहन्छ एउटा 5 स्टार त नभनौँ एउटा राम्रै पट्टि जताले खोल्या रहेछ होइन टुरिज्मको हिसाबले डेभलप भएर हुन्छ कि ए ओके मलाई याद भयो के भन्छ लेलेबाट यस्तो गएपछि नै फास्ट्यागको त्यो आउँछ कि यतातिर यता हो कि यता त गएर हुन्न कि मनोकामतिर लगाएर फाइदा होला छैन राम्रो गाछको मन्दिर हो यो छाडेको रात छोडेको छु त्यहाँ मलाई चाहिँ खासै सरम नलागिरहेको छ हेर्न त्यसो भए फर्क्यौँ न त हर जग्गा खरिद बिक्री केन्द्र रहेछ यहाँ पनि यस्तो यो घर जग्गा खरिद बिक्री भन्ने कहाँ हो कहाँ छ जग्गा यो हाम्रो भ्याली यसले नै ट्याक्कै छुटाएको छ कि चापागाउँबाटदेखि नि अहिले यो
चापागाउँबाट देखिने पहाडै यो सर चाहिँ यहाँ जग्गा के कसरी छ भनेर बुझ्न जानु थालिसक्नु भएछ। म यहाँ एउटा कलमा बिजी भएको। यहाँ मकै खन्ने बेला भए रहेछ। कस्तो राम्रो ठाउँ छ भने मलाई यो ठाउँ चाहिँ निकै रमाइलो लाग्यो। अब काठमाडौँबाट एकदमै नजिक, बाटो पनि राम्रै रहेछ, त्यस्तो नराम्रो बाटो रहेनछ। निकै रमाइलो लाग्यो। सर बिजी हुन थाल्नुभयो। छिमेकी बन्ने जग्गा किन्ने त हामीले हेर्नु त खै। हेलो 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 दिस इज लेले है, गोदावरी नगरपालिकाको लेले भन्ने ठाउँ। काठमाडौँ उपत्यकाबाट नजिकैको सेटेलाइट सिटी जस्तो ठाउँ। अलिकति सस्तोमा राम्रो जग्गा किन्ने हो भने यहाँ राम्रो छ है साथीभाइहरू। पुरा एडभर्टाइज गरे गाइजहरू भन्नु पर्यो। एडभर्टाइज गरे यस्तो भयो। यो चाहिँ मनोकामना मन्दिर। यता हो कि यता हो? ए यो होइन, एउटा बारी माथि छ मन्दिर होइन, अनि यहाँनिर दुईवटा मन्दिर छ। सबैको कम्बिनेसन नै मनोकामना मन्दिर होला, राम्रो भएछ। कहिले सानो मनोकामना मन्दिर है, यो चाहिँ गोदावरी नगरपालिकाको लेले भन्ने ठाउँमा। एकदमै राम्रो छ है। एकदमै राम्रो, एकदमै पिसफुल। माथि सानो अर्को मन्दिर छ, यो डाँडा छ यतापट्टि। हामी यो डाँडा कटेर फेरि जान्छौँ, उता गएपछि काठमाडौँ भ्याली आउँछ। वरिपरिबाट भ्याली छ। बाटोबाट यता आएको थियौँ, अब जाँदा गाउँ टिका भएर भन्दै आइयो। अब चाहिँ हामी यताबाट जान सकिन्छ कि सक्दैन। नास्पातीको बोट गाउँ जाने बाटो यस्तो हुन्छ है। हाम्रो गाउँ जाने बाटो कस्तो छ? हाम्रो गाउँ जाने बाटो त अब महेन्द्र हाइवे त हो नि। कस्तो राम्रो ठाउँ के। यो बाटो कता हो? गोदावरी जाने बाटो कता हो? गोदावरी बाटो यो बाटो कता जान्छ? यो उताबाट जान्छ कि जाँदैन? यो कता जान्छ? कहाँ जान्छ? बाटै छैन। घुमेर चापागाउँ टिका भएर मात्रै जानु पर्यो। बाटो छ भनेको थिएँ यता। कुरो बाजियो। साथीसँग गएर आउने। खै बाटो फेरि घुम्ने ठाउँ छैन कि?
भर्खरै बनाएको बाटो छ फेरि गाडी डाउनवर्ड हेभी बाटो 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 यता कताबाट निस्किने भन्नुभएको थियो अघि त्यो दाइले उता कि गोदावरी कि कता निस्किने रे लिलीमा जग्गा बिक्रीमा भनेर हामी हेर्न आएको यहाँ हेर्नु न किराहरू कराइरहेछन् उयो यता हिलोमा पार्नु अनि यता उसमा डाँडा पारे कि बिचीबाट जाने खै फेरि कस्तो छ गर्नु बिचैबाट जहाँ छ त्यसैबाट गयो भने धेरै उता नजानु है सधैँ भन्दाखेरि धेरै भयो हिलोमा हिँडेको थिएन नि त फेरि यस्तो बाटोहरू कस्तो छ थाहा हुँदैन नि त आफू सधैँ हिँडेको बाटोहरू र अब हामी चाहिँ अघि आउँदाखेरि कताबाट आएको रे उता बाबा अघि हामी कताबाट रे आएको चाहिँ उता हामी तल चापागाउँ हुँदै टिका भैरवको बाटो लिएर आइयो अनि अहिले चाहिँ अब हामी अलिकति यता मोडिएर यता नजाउँ न उता किन जानु र यता जाने त हो नि हामी यता जाने हो कि यता जाने हो त यता जाने हो पुरै ओह्रालो भन्नुहुन्थ्यो अघि त्यहाँको उसले मैले बुझेको ए यो भेरिफाई गर्नु पर्यो डेटा हेलो सर गोदावरी जाने टोखेल जाने यतिबाट होइन यता कहाँ जान्छ फेरि उयो लिले झर्छ है ए टोखेल जाने हो यति बाटो रहेछ त्यही बाटो चाहिँ लास्टै डेन्जरै रहेछ अलिअलि चाहिँ उता टिका भैरवको बाटो चाहिँ फाइन होइन यता यो टौखेलको बडी खेल साइडबाट निस्किने हामी फर्केर यताबाट फर्क्यौँ दिस इज नट रेकमेन्डेड फर नाउ एटलिस्ट फर स्मल ह्याचब्याक्स जस्तो है टच हुन्छ कि बढी हिँड्नलाई प्रब्लम छैन बाइकमा इट्स फाइन होइन अग्लो गाडीमा नि इट्स फाइन बट होचो गाडीमा एकदमै यो बाटो चाहिँ त्यति राम्रो लागेन एकपटक लेट्स सी भन्ने हिसाबले त इट्स फाइन है तर नजिक छ नि Exactly. एकैछिनमा आइहाल्यो नि त यता त हामी चाहिँ कस्तो सरप्राइज भएको एक्ज्याक्टली यदि रोड इन्फ्रास्ट्रक्चरहरू एकदमै वेल मेन्टेन हुने हो भने लेले इज भेरी पोटेन्सियल ठाउँ होइन अहिले चाहिँ जति पोटेन्सियालिटी हो त्यो अनुसारको डेभलपमेन्ट त्यो अनुसारको चाम त्यो अनुसारको ऊ चाहिँ भयो जस्तो लागेन यो जुन तलको बाटो चाहिँ अलिकति 4 लेन बाटो ट्र्याक्टरको भएको हुनाले अलिकति एकपल्ट भाइरल जस्तो पनि भएको थियो सो हामी त्यसलाई एक्सप्लोर गरौँ लेलेसम्म पुगौँ भन्ने हिसाबले आएको इट वाज गुड एक्सपिरियन्स बट अब अलिकति त्यस्तो रिसोर्ट्सहरू होटल्सहरू पनि डेभलप भएको रहन्छ सो बस्ने हिसाबले टुरिज्मको हिसाबले अलिकति जाम बसौँ रिफ्रेसमेन्टको हिसाबले चितलाङमा चाहिँ हामी अलिकति बरु पोटेन्सियल लागेको थियो त्यहाँ केही रिसोर्ट्सहरू बस्ने ठाउँ यताउता थियो यहाँ चाहिँ खासै त्यो देखिएन सो ठाउँ चाहिँ राम्रो त्यसलाई डेभलप गर्नुपर्ने जस्तो देखियो दिस इज सुझाव फर गभर्मेन्ट भनौँ न स्पेसल्ली किनभने भ्यालीको वरिपरिको सेटेलाइट सिटिजहरूलाई डेभलप गर्नुपर्छ होइन त्यो भयो भने भ्यालीको मान्छेहरूलाई रिफ्रेसमेन्टको लागि सजिलो हुन्छ प्लस पपुलेसन डेन्सिटी पनि टोटल्ली भ्यालीमै सेन्ट्रलाइज हुनु परेन कोही मान्छेले त गर्न पायो होइन व्यावसायिक हिसाबले पनि डाइभर्सिफिकेसन हुन्छ काठमाडौँमा तरकारीदेखि लिएर अरू धेरै कुराको र मेटेरियल्सहरू सप्लाईको लागि पनि प्रोडक्टिभ हुनसक्छ सो द्याट बिङ सेट
वी आर इन द इन्टरसेक्सन जस्तो अब आई थिङ्क यतै होला डाउनवर्ड लेट्स गो कम अन यो चाहिँ गाउँ यहाँसम्म त हामी कुनै जमानामा यो चाहिँ ल्यान्डर्सहरू कसरी छ भनेर यो चाहिँ गाउँ जाने बाटो यहाँ चाहिँ होइन अलि बिस्तारै बिस्तारै गर्नु अलि बिस्तारै के नो प्रब्लम अब चाहिँ ढलाने बाटो आएछ ढलाने जस्तो लाग्छ र यो चाहिँ काठमाडौँ जाने म बाटो चाहिँ पर्सनल्ली भन्दाखेरि चाहिँ नेपालमा यो वितरणमुखी बजेट बनाएर अनेक यता उता उता यता गर्नुभन्दा रोड इन्फ्रास्ट्रक्चरमा चाहिँ हेभिली इन्भेस्ट गर्नुपर्छ 2-4 वर्ष जस्तो लाग्छ है एभ्रिथिङमा एकदम स्ट्रिक्ट होइन फेसिलिटी वाउ यहाँ हेर्छु त बाटो या लुक्स गुड यहाँसम्म चाहिँ ल ल हाइट बाटो फेरि यहीँनिर आएर एन्डिङ जस्तो टाइपको ल बाटो त मान्छेलाई गाह्रो रहेछ अब त सजिलो छ होला होइन हामी त घुम्न निस्केको हामी उता के भन्छ लेले गयो उता टिका भैरवको बाटो अनि के बाटो फर्क्यौँ भनेको अब त लगभग आइसक्यो होइन जानुपर्ने त हरिसिद्धि अब पर गएर हामी टोखेलतिर लाग्नु पऱ्यो होइन बाटो राम्रो छ कि भने खासै राम्रो रहन्छ माथि पुगिहाल्ने रहेछ हो ठिक भन्नु ल थ्याङ्क यू है अनि फुलचोकीको डाँडा कता हो उतापट्टि हो योभन्दा उता रहेछ तर यतै रहेछ भनेकै रहेछ कि भनेको त कसरी भयो अनि हामी यहीँबाट तल झरियो नि त यही डाँडाबाट हो नि त हामी यहीँबाट यस्तो यो डाँडा होइन पछाडिको डाँडाबाट हो नि त यतै यो पछाडि देखेको डाँडा के अनि हाइटमा होला नि त फुलचौकी चाहिँ अझै माथि हाइटमा छ नि त चिसो पुरै हिउँ पर्ने होइन र कहिले हामी घुमेकोसँग म्याच भएको This is awesome. This is awesome. Come on, guys. अब हामी काठमाडौँ आइयो भ्यालीमा तर हामी हिँड्दै आएको भए पनि धेरै टाढा रहन्छ है यता चाहिँ हाइकिङ गरेर यो बाटो चाहिँ लिएर निस्किँदाखेरि इट्स फाइन गाडी ल्याएर यहाँ राख्ने अनि वाकिङमा त्यताबाट धेरै छैन त्यसले गाडी चाहिँ तलै राख्नुपर्छ अझै तल अनि घुमेर लिएर जाने उताबाट अनि त्यहाँ त्यसपछि परिक्रमा गरेर फर्किने बिहान दिउँसोमा गर्ने होला जङ्गलमा खसिन होला तर हिँड्न थालेपछि पसिना निकाल्दै हिँड्ने त हो नि चाउ चिउरा पानी ड्राई फ्रुटहरू खाँदा एक्ज्याक्टली वेयर इज द रोड एन्डिङ वाट्स गोइङ अन फिलिली छ बाटो भन्नुभएको थियो सर अघि फेरि लिनु नै हो यो उता रेसम फिलिली हो कि बाटो फिलिली भन्ने कुरा माथि कसकुसा आइहाल्यो हेर्नु न हौ त्यो गेट एक्ज्याक्टली या यहाँसम्म चाहिँ हामी आएकै थियौँ नि अनि हाम्रो चाहिँ काठमाडौँको वरिपरिको सेटेलाइट ठाउँहरू चाहिँ भिजिट गर्ने एक्सप्लोर बाटो तल गएको हो कि भन्ने प्लान छ अहिलेलाई है सो प्लटिङ पनि चलिरहेको छ पहिला पहिला प्लटिङ भाइरल प्रोफेसन इन काठमाडौँ अहिले चाहिँ अलिकति यहाँ चाहिँ स्कुल रहेछ यो जस्तो टाइपको हो नि यहाँ चाहिँ हामी आएको ठाउँ मलाई बल्लको याद आयो दिनभरिको भोकाइले होला यो खाजा निकै मिठो भएको थियो हामीलाई यो चिकन चिल्ली पनि यहाँको असाध्यै मिठो रहेछ मलाई चाहिँ निकै मन पर्यो बाई बाई गर्छु हेलो बाई